स्वदेशवाद, बहुराष्ट्रवाद र सामुदायिक समाजवाद नेपाल जस्तो विविधतायुक्त देशमा स्वतन्त्रता, समावेशिता र समानताको मार्ग यी तीन सिद्धान्तबाट प्रशस्त हुन्छ। पहिलो, स्वदेशवाद। यसको अर्थ हो आत्मनिर्भरता र आफ्नै श्रम, उत्पादन र संस्कृतिप्रति गर्व। जब हामी आफ्नै वस्तु, उद्योग र स्रोत प्रयोग गर्छौं, तब मात्र आर्थिक स्वतन्त्रता सम्भव हुन्छ। स्वदेशवादले सिकाउँछ आफ्नो माटो, आफ्नै श्रम र उत्पादनप्रति सम्मान। दोस्रो, बहुल राष्ट्रवाद। हाम्रो देश अनेक जाति, भाषा, धर्म र संस्कृतिको सुन्दर फुलबारी हो। सबै फुलले समान सुगन्ध दिन सकुन् भन्ने हो बहुल राष्ट्रवाद। यो कुनै एक समुदायको होइन, सबै समुदायको साझा पहिचान हो। यही नै सशक्त र एकताबद्ध नेपालको मेरुदण्ड हो। तेस्रो, सामुदायिक समाजवाद। यसले सबैको हितका लागि साझा श्रम र समान वितरणको बाटो देखाउँछ। यो प्रणालीले धनी गरिब बीचको दूरी घटाउँछ र सहकार्यमा आधारित समाज निर्माण गर्छ। स्वदेशवादले आत्मनिर्भरता दिन्छ। बहुल राष्ट्रवादले एकता र समावेशिता दिन्छ। सामुदायिक समाजवादले समानता र न्याय दिन्छ। यदि हामीले यी तीन मूल्यहरूलाई जीवन र शासनमा उतार्यौं भने नेपाल आत्मनिर्भर, समावेशी र न्यायपूर्ण राष्ट्र बन्नेछ। धन्यवाद। जय मातृभूमि। निजामुद्दिन समानी सह महासचिव, राष्ट्रिय मुक्ति पार्टी, नेपाल।